नमस्ते नमस्कार सबैजनालाई स्वागत छ बहुजन आवाजमा। यो सबैलाई लगभग जानकारी भएको विषय हो कि बहुजन आवाजले ध्वनि प्रदूषण सम्बन्धी मुद्दालाई अहिले अभियानको रूपमा सञ्चालन गरेको छ। यसै क्रममा सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर 1 मोहनपुरको स्वास्थ्य चौकी मोहनपुर कमलपुरका चिकित्सक दिगम्बर सरसँग हामी यही विषयमा कुरा गर्न चाहन्छु। सर नमस्कार। नमस्कार। अहिले तराई मधेसमा ध्वनि प्रदूषणको अवस्था कस्तो छ? ध्वनि प्रदूषण भइरहेको अवस्था छ कि छैन? धन्यवाद। हाम्रो समाजमा यो ध्वनि प्रदूषण यो ध्वनि प्रदूषण सम्बन्धी जो विषय उठाउनु भएको छ एउटा गम्भीर विषय छ। हाम्रो समाजको एउटा विकृतिको रूपमा यसलाई लिन सकिन्छ। यो विकृति यस्तो विकृति हो कि हामी एउटा स्वास्थ्यकर्मी स्वास्थ्यको नाताले हेर्दाखेरि तपाईको डाइरेक्टै स्वास्थ्य सम्बन्धी असर गर्न सक्छ र ध्वनि प्रदूषणले तपाईको पुरै समाजमा यहाँ हाम्रो गाउँमा के छ भने हाम्रो विद्यालय स्वास्थ्य चौकी गाउँमा टाँसिएको हुनाले झन् धेरै समस्याहरू भइरहेछ। अब रोगीहरू गाउँघरमा हुन्छ, वृद्ध हुन्छ, बच्चा हुन्छ, त्यसमा धेरै नकारात्मक असरहरू पर्छ। तर यो ध्वनि प्रदूषणमा तपाईको बुझ छ सबैले, तर बुझ पचाए जस्तो सबै यो आवाज उठाइरहेको छ। पचाए जस्तो कि पचाएकै छ? पचाएकै छ। त्यही त सबै हाम्रो गाउँमा विद्वान पनि धेरै हुनुहुन्छ, बुद्धिजीवी पनि धेरै हुनुहुन्छ। तपाईको गाउँमा मात्र हैन, मधेसको हरेक गाउँमा विद्वान छ। सबै गाउँमा छ। तथापि हाम्रो गाउँमा झन् धेरै अलिकति धेरै छन्। तर पनि यो विषयमा जस्तै अब बुझ्ने सबैले, तर आफ्नो घरमा कार्यक्रम हुँदा एउटा लाउड स्पिकर धेरै, एउटा हैन कि धेरै चारैतिर आवाज कसरी जान्छ त्यसको अब तपाई आफ्नो घरमा लाउड स्पिकर युज गर्नुहुन्छ कि हुँदैन? अहिलेसम्म त विगतमा अहिले मलाई भएसम्म म आफ्नो विवेक भएसम्म त्यस्तो खासै लाउड स्पिकर भाइको बिहेमा खासै लाउड स्पिकर त बजाइएन। गीतको बेलामा अलिअलि बजाइए, तर त्यस्तो खासै बजाइएन। तर हाम्रो सबैले बुझ्छ, तर आफ्नो कार्यक्रम हुँदा, घरमा कार्यक्रम हुँदा, अब कार्यक्रम छ हाम्रो, गीत सुनाउनु पर्छ अरूलाई। त्यस्तो किन छ? त्यही त अब जानी यो त्यही त बुझ पचाएकोले यो के असर गरिरहेछ दीर्घकालमा हाम्रो बच्चालाई, हाम्रो वृद्धहरूलाई के असर गर्छ, यो विद्यार्थीहरूलाई के असर गर्छ, त्यति सुर्ता नदिएको कि चासो नदिएको कि जस्तो लागिरहेछ। कि जानकारीको अभाव छ? जानकारी त छ सबैमा। हाम्रो यो ध्वनि प्रदूषण सम्बन्धी हाम्रो त ऐनमा पनि व्यवस्था छ। यो त्यसरी जथाभावी अरूलाई डिस्टर्ब नपार्ने गरी त्यो बजाउनु पर्छ। तर यो अब यो तपाईहरू एउटा अभियानको रूपमा सञ्चालन गर्नुभएको छ, त्यसको लागि त तपाईको मिडियालाई धेरै धेरै धन्यवाद छ। यो अरू मिडियाहरूले यसरी नै सबै ठाउँमा अलिकति जागरुक गराइदियो भने धेरै राम्रो हुन्छ। आगामी दिनमा म विनम्र अनुरोध गर्न चाहन्छु, हामी अब पालिका स्तरमा तपाईँ कार्यक्रम चलाउनु भएको छ, पालिका स्तरकै हामी सबै महानुभावलाई विनम्र अनुरोध गर्दछौँ कि अबदेखि हामी कमसेकम यो ध्वनि कार्यक्रम हुँदा हाम्रो आफ्नै घरमा सुन्ने जति आवाज बजाउन रमाइलो गर्नुपर्छ, कार्यक्रममा गर्नुपर्छ। एउटा लाउड स्पिकर टाङ्नुहोस्, झुन्ड्याउनुहोस्, तर के छ त्यतिखेर के हुन्छ, हाम्रो सूचना आदान प्रदानको लागि मात्रै त्यतिखेर प्रयोग गर्नु र हामी बक्सहरू हुन्छ, साउन्ड बक्सहरू हुन्छ सानोतिनो, त्यो गरेर रमाइलो गर्न सकिन्छ, कार्यक्रम गर्न सकिन्छ। त्यसरी गर्दा मलाई लाग्छ राम्रो हुन्छ र त्यसै नै गर्न म सम्पूर्ण जनसमुदायहरूलाई आग्रह गर्दछु। धन्यवाद। यो अभियानको समर्थनमा हुनुहुन्छ तपाईँ? म पूर्ण समर्थन छु। धेरै धेरै पहिला पनि भनिसकेको छु। तपाईको मिडियालाई धन्यवाद दिन चाहन्छु। म यो 3-4 दिनदेखि हेरिरहेको छु तपाईँको मिडिया मार्फत। अरू वाडाहरूमा जानुहुन्छ, सबैलाई जागरुक गराउनुहुन्छ।
यो अत्यन्त महत्त्वपूर्ण विषय उठान गर्नुभएको छ। त्यसको लागि तपाईँको बहुजन आवाजलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। हस्।